माइतमा त बिग्रेको चेलीलाई कसैले पनि राम्रो मान्दैन सर। दुःख पाएको चेली राम्रो भयो भने चाहिँ मेरो छोरी हो वाउ भन्नुहुन्छ के। निस्वार्थ माया हामीले पाउनु भनेको आमाको मात्रै रहेछ सर। आमाले मात्रै मलाई बुझ्नुभयो, निस्वार्थ माया गर्नुभयो। बाँकी त बाले पनि माया गर्नुहुन्छ, नगर्ने होइन, मलाई अथा माया गर्नुहुन्छ। तर पनि बाको मायामा पनि स्वार्थ लुक्याउने रहेछ। मैले भोगेको बुझेको। म इटा भट्टामा आएँ, छोराछोरी मैले इटा भोगेछ। दुईटा बच्चा च्यापेर तपाईँ आउनुभयो। आएँ जे जस्तो भयो नि, घरमा राम्रो छाना ओत्लाएर बसेको मान्छे इटा भट्टामा कति गाह्रो हुन्छ। तपाईँ मात्रै हैन, बच्चा पनि सँगै छ, सानो छ, उनीहरू गर्न सक्दैन। सही गलत छुट्याउन बुझ्न सक्ने नै छैन। छोरा दुध खाने बाबु थियो, नानी सानी थिइन्, 5 वर्षको। 2 वर्ष एकदमै मेहनत गरेर इटा बोकेर छोराछोरीसँगै मैले यहीँ बिताएँ। अनि मेरो इमान्दारितालाई देखेर, मेरो लगनलाई देखेर त्यहाँको कम्पनीको सरहरूले मलाई चाहिँ बुइदार काम दिनुभयो। इटाहरू गर्ने, चिट काट्ने, एकदम मेहनती छिए, अनुशासित छिए, लगन भएर काम गर्छ। तपाईँले इटा बोकिरहनु परेन, अरू काम पाउनुभयो? 2 वर्ष त गरेँ, एकदम मेहनत गरेँ त्यो काम। कहिले मलाई होइन, ढुङ्गो माटो त मैले गाउँघरमा गर्थेँ, इटाको काम गरेको थिएन। यिनी हातहरू च्यापेर नम केही नै रहने थिएन। कसरी पुग्नुभयो इटा भट्टासम्म? तपाईँ कसरी सम्पर्क भयो इटा भट्टासँग? मेरो काइलो अङ्कलको छोरी चाहिँ भट्टामा मान्छे ल्याउने काम गर्थ्यो। उसले कसरी गर्यो त्यो मलाई थाहा छैन। ऊ चाहिँ मान्छे ल्याउने काम गर्थ्यो। ऊ मार्फत चाहिँ म आएँ। ऊ मार्फत आएँ, काम गरेँ। अनि त्यसपछि चाहिँ इट्टा गन्ने काम गरेँ। त्यस्तै गर्दा गर्दै घर जाने आउने, माइत जाने आउने भइरहन्थ्यो। अनि कताबाट मैले चाहिँ होटेलमा काम पाएँ। काम पाइसकेपछि कति वर्ष गर्नुभयो? इट्टा भट्टामा गरेँ 2 वर्ष इट्टा बोकेँ। 1 वर्ष 1.5 वर्ष जस्तो चाहिँ बैदार काम गरेँ। लगभग 3-3.5 वर्ष त्यहाँ बिताएँ। त्यसपछि धेरै दुःख भोग्नुभयो तपाईँले बच्चाहरूसँग? एकदमै दुःख भोगेँ। बिहान जानु पर्थ्यो, जाडो भन्न पाइने थिएन, भोक भन्न पाइने थिएन, गर्मी भन्न पाइने थिएन। अरूको काम सानो इट्टा फुट्यो भने पनि साउरी कराउँथ्यो। तलब काट्थ्यो? तलब त काट्ने थिएन, एकदमै मुटु बिच्ने गरी गाली गर्ने। अरूको काममा सुहाउनु पर्थ्यो। त्यसरी बितिसकेपछि कताबाट होटेलमा काम पाएँ। अनि म चाहिँ त्यहाँ छिरिसकेपछि यताभन्दा त्यहाँ केही सहज लाग्यो मलाई। अलिक सजिलो लाग्यो। बलको काम गर्नु परेन। अनि कति कमाउनुहुन्छ तपाईँ इट्टा भट्टामा? इट्टा भट्टामा पनि अब कति कमाएँ भनौँ। छोराछोरी पालेँ, म पालिएँ। गाह्रो त धेरै गाह्रो एकदमै थियो। प्लस मैले बाबा आमा पनि हेर्नु पर्थ्यो। तपाईँले बुवामा पनि हेर्नुहुन्छ? बाबा आमा नि हेर्नु पर्थ्यो। अनि सानो भाइ थियो, भाइलाई पनि हेर्नु पर्थ्यो। कति जति कमाउनुहुन्छ तपाईँ इट्टा भट्टामा? ठ्याक्कै यति भनेर क्यालकुलेसन त छैन। काम गर्दा दिन चाहिँ पैसा हुन्थ्यो, काम नगरे हुन्थ्यो? काम चाहिँ हुन्थ्यो। म चाहिँ एकदमै दुःख पाएको भएर होला मरेर ज्यान नै हाल्ने गरी काम गर्थेँ। सबैले यसरी नगर भन्नुहुन्थ्यो। म चाहिँ छोरा मान्छे बराबर यहाँदेखि माथि 3 तला 4 तला माथि 5-7वटा इट्टा पनि फाल्थ्यो। छोरा मान्छे बराबर काम गर्थेँ। दिनमा मैले 4000-5000 इट्टा फाल्थेँ। 1000 इट्टा फालेको मार्फत 350 त्यस्तै 360 पाइन्थ्यो। इट्टा गोटा जति फाल्नुभयो त्यति पैसा कमाउनुहुन्छ? 1000 इट्टाको 350-360 पाइन्थ्यो। हजुर। मैले चाहिँ 5000-4000 इट्टा एकदम कम भनेको पनि दिनमा 3000 इट्टा फाल्थेँ। पैसाको लागि भनौँ न, दुःखको लागि। अरूले दिनमा 1000-1500 बोकेर अनि चटपटी खाँदै त्यहाँ काम अलिअलि हल्लिँदै किनकि मलाई दुःख थियो। त्यस्तो गर्थेँ। म चाहिँ एकदम मेहनत गर्थेँ। आएर छोराछोरीलाई पकाएर खानिदिनु पर्थ्यो। मामु भोक लाग्यो भन्दै छोराछोरी सुत्थे। जस्तो डिभोर्स भइसकेपछि जो तपाईँको श्रीमान
होइन पूर्व पत्नी उहाँले बच्चा तपाईँले छोडिदिनु भयो उहाँले बच्चा राख्ने कुरा गर्नु भएन उहाँ त भने नि सम्पर्कमै आउनु भएन कहाँ जानुभयो मेरो कानुनी रूपमा एकतर्फी डिभोर्स भयो छोराछोरी च्यापे आएँ मैले एकदमै सङ्घर्ष गरेँ मिहिनेत गरेँ छोराछोरीको लागि दुःख गरेँ अहिलेसम्म पनि उनीहरूको लागि गरिरहेको थिएँ उहाँले मेरो छोराछोरी कति बिरामी भए कस्तो कस्तो भए अनि सम्पर्कमा आएर एकचोटि आएर मेरो छोराछोरी चाहिए पनि भन्नु भएन कस्तो छन् पनि भन्नु भएन तपाईँले याद खबर के गर्नु भएन अथवा आफ्नो सन्तानको माया पनि देखाउनु भएन उहाँले देखाउनु भएन पछि भर्खरको कुरा हो 1 वर्ष 1.5 वर्ष अगाडिको कुरा अब सामान्य बिरामीहरू त हुन्थे जान्थे आउँथे खाने लाउने यिनीहरूमा मैले छोराछोरीलाई कमी बनाएन मैले जसरी पनि गरेँ कति वर्ष भयो अहिले तपाईँको बाबु र नानीलाई 11 वर्षको बनाएँ डिभोर्स हुँदा 5 वर्षकी थिइन् बाबु चाहिँ 9 वर्षको बनाएँ बाबु पनि त्यही 2.5-3 वर्षको थियो त्यो बेला अनि बाबुको हात एकदमै अलिअलि नर्मल भाँचिँदा चाहिँ मैले उपचार गर्थेँ जे भने मैले कहिले खबर गर्ने थिएन उहाँ फेरि कस्तो भने हाम्रो चाहिँ एक्सचेन्ज जस्तो छ कि सर मेरो भाइले चाहिँ उहाँको आफ्नै बहिनी बिहे गरेर चिनजान भएपछि मेरो बिहे गरिदिनु भएको थियो भाइले परिवारभित्र नै तपाईँहरूको बनाउनु त्यस्तो नातेदार पढ्नुभयो तपाईँले बिहे गरिसकेपछि पछि मैले थाहा पाएँ कि उहाँले चाहिँ अब मेरो भाइको त जेठान पर्ने अब मैले जेठान पऱ्यो तपाईँको बहिनी ल्याइसकेपछि अनि भाइसँगै काम गर्ने भन्ने कुरा थाहा पाइसकेपछि मेरो बाबुको हात फ्र्याक्चर भयो हात भाँचेर पोहोर सालै भनौँ अब माघमा 1 वर्ष भयो 1 वर्ष भएर यता आयो अनि त्यो बेला चाहिँ अब म एउटा छोरी मान्छे कसरी गरेको छु त्यो त मलाई नै थाहा थियो